हेलो एन्ड नमस्ते एभ्रिवान। आज चाहिँ म एउटा गेम खेलेर गेमको भिडियो बनाउन आँटेको छु। गेमको नाम चाहिँ प्लानेट अफ लाना छ। सो गेम एकदम दामी छ, ग्राफिक पनि एकदम राम्रो छ हैन। मैले अलिकति गेम खेलेको थिएँ अनि गेम खेल्दा चाहिँ मलाई यसमा भिडियो बनाउँदा अझ बेटर हुन्छ कि जस्तो लाग्यो। सो त्यही भएर म आज भिडियो चाहिँ तर स्टार्टिङदेखि नै बनाउँछु। एकदम दामी छ, लाइक इमोसन अनि सबै कुराहरूलाई मिक्स गरेर बनाइदिएको छ क्या गेमलाई। सो इट्स बेटर। सो लेट्स प्ले द गेम, लेट्स इन्जोय, लेट्स स्टार्ट। म्युजिक पनि सुन्न सक्नुहुन्छ, एकदम रियलिस्टिक फिल हुने म्युजिकहरू छ क्या यसमा। सो ग्राफिक हाई क्वालिटी 60 FPS। मैले क्यामेरालाई यता ब्याक हुन्छ, मैले यहाँ राखेँ। सो अडियो 100% सबै थोक। गेम प्ले इङ्ग्लिसमा अनि हाम्रो छ यहाँ कन्ट्रोल्स इम्प्रेसिभमै राख्ने। इम्प्रेसिभले के गर्छ भने तपाईँको ओभरअल बटन्सहरूलाई हटाएर लुकाइदिएर अनि जस्ट गेमलाई मात्रै धेरै यो देखियोस् भनेर एकदम राम्रो छ हैन। सो नाउ लेट्स स्टार्ट द गेम। ल यो चाहिँ हाम्रो मेन क्यारेक्टर। यो ल्याङ्ग्वेज चाहिँ कुन मैले थाहा भएन, यो कसैलाई थाहा भएन भन्नु। सो अहिले भन्दैछ अहिले हामीलाई मुभ। एकदम दामी छ, खेल्न मजा आउँछ। कन्ट्रोलहरू पनि एकदम दामी हुन्छ। यहाँ चाहिँ अब लुकेर जानुपर्ने। अब उसले उता हेरेको बेलामा निस्केर भाग्नु पऱ्यो। यो चाहिँ एउटा के भन्छ समुद्रको छेउमा बिचमा बनाएको गाउँ भनौँ न। एकदम म्युजिक यसमा यस्तो दामी छ, ब्याकग्राउन्ड म्युजिक, ड्रामाटिक म्युजिकहरू, टेन्स म्युजिकहरू यस्तो दामी हालेको छ नि यसमा। अनि स्टोरी बेस बनाइदिएको छ, यस्तो मजा आउँछ गेम खेल्दा। ल अहिले चाहिँ हामी यता जङ्गलतिर जाँदैछौँ। अहिले समुद्रबाट नजिक निस्केर अब यहाँनिर चाहिँ के छ भने यसको हाइट धेरै माथि छ नि त, भेटिँदैन। अब यसलाई म यसरी यसले होल्ड गर्छ, नजिकै लाने। अब होल्ड छोडेर गऱ्यो भने टाइम लाग्छ। यसलाई म सिधै माथि लान्छु यत्तिकै। निस्क्यो। ल उडारबाट छिरेर हिँड्यो त कता।
सायद यो चाहिँ यसको बाउमाको उयो होला, ग्रेभ जस्तै लाग्यो। अब हामी जाँदैछौँ अझै भित्र। क्लाइमेट पछाडिको पुरा चेन्ज हुँदैछ है। के हो पुरा यो झर्दैछ त, मिडिएटर झऱ्यो यस्तो ताराहरू। टन्नै झऱ्यो क्या त। के हो ल, रोबोट आयो रोबोट। अब फेरि हामी फर्केर गाउँ जान्छौँ होइन। हाम्रो गाउँमा के भइरहेछ, ब्याकग्राउन्ड म्युजिक यस्तो बबाल छ, टेन्स म्युजिकहरू। हो यो चाहिँ घाँसमा यसरी लुक्यो भने चाहिँ नदेख्ने रहेछ, त्यसको स्क्यानिङले नगर्ने रहेछ। ल पुरै अघि कस्तो दामी देखाइरहेको थियो, अहिले पुरै यो नै चेन्ज भयो। हो बा पुरै रोबोटहरू छ, सब क्याप्चर गर्दै लगिरहेको छ। ला लिएर गयो त्यसलाई नि। ओ यसले स्क्यान गर्दाखेरि चाहिँ यसको स्क्यानिङमा आउनु भएन, यसको रेन्जभन्दा बाहिरै बसेर खेल्नु पऱ्यो। रेन्जमा आयो कि मारिदिइहाल्छ। त्यो पछाडि देखिरहेको चाहिँ यो मेन बेस हुन्छ तिनीहरूको, त्यहीँबाट सबै यो रोबोटहरू कन्ट्रोल भइरहेछ। ल अब खोल्नु पऱ्यो यसलाई। त्यो आउनुभन्दा अगाडि फेरि भागिसक्नुपर्छ हामी। ओ एकछिन अब त्यो अर्कोपट्टि फर्किन्छ अनि कुद्नुपर्छ यता। छिटो 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 छिटो, अहिले दिएको भने फेरि मार्छ। ओहो कुन चाहिँ आयो फेरि? ल अब चाहिँ हामी यता ओडारतिर पस्यौँ होइन।
र म्युजिक पनि जस्तो ठाउँ त्यही अनुसार गाइरहेको ल अब हामी चाहिँ समुद्रभन्दा टाढा आइसक्यौँ होइन यता यो चाहिँ जङ्गलतिर आयो फेरि अर्को साइड ल मेरो हिरो थाहा त यार ल हिँड्नै छोड त सबै अब उसको फ्यामिली उसको सबै धाना किडन्याप गरेर लग्यो होइन अनि अब स्टोरी नै त्यही बेच्छ क्या हो पछाडि पुरै दुईवटा जायन्ट ठुल्ठुलो पुरै मुभीको हुन्छ नि इन्ट्रो कस्तो हुन्छ इन्ट्रो मुभीको इन्ट्रो जस्तै क्या इन्ट्रो सिन जस्तो यस्तो दामी छ ल बिहान भयो ल अर्को सिन सुरु भयो बिचरा अझै बोलाउँदैछ बँदेल आयो गाइस बँदेल अब यसको आँखामा नदेखिकन यो दिनु पर्यो म ठ्याक्क पछाडि फर्किन्छ अनि म कुदिहाल्छु उता यहाँ लुक्नु पर्यो फेरि उता फर्किन्छ नि टाक त्यसको रेन्जदेखि टाढा जानु पर्यो बल्ल निस्क्यो त्यो चाहिँ झारिदिनु पर्ने होला ओइ पेट्टायो ल अब चाहिँ यहाँबाट चाहिँ हामीले अब माइन्ड लाउनु सुरु गर्नुपर्छ अब यो त भेट्दैन माथि अब यसलाई के गर्ने भन्दाखेरि यसलाई तानेर लग्नु सुरुमा माथि चढ्नु पर्यो अनि यसलाई यो फेरि यता झर्दैन रहेछ उतै जानु पर्यो यसलाई तल गरौँ यसलाई सुरुमा खाली गरौँ यहाँबाट ए त्यसलाई त्यहाँ लगाउँदा यो फेरि आउँदैन नि त यहीँ राख्नु यसलाई पनि अब साह्रो गर्ने यसमा चढ्नु पर्यो म बस
अब यसको माथि यसलाई राख्दैछु यो हल्लिँदैन अनि यसलाई पनि सानो चढ्ने अब ल फर्स्ट अब्स्ट्याकल पार गरियो यो चाहिँ कस्तो देखाइदिएको छ बिचारा जति पनि योहरू जान्छ उसले चाहिँ उसकै हो अब योसँग चाहिँ कसरी जोगिन्छ फेरि केही छ अप्सन मार्छ होला त्यसले त ओहो माथि गर्ने यसलाई लोभ्याउनु पर्यो अब चढ भागो त्यो आउनुभन्दा अगाडि ओइ जान्दै अब यहाँ केही राख्नु पर्यो त्यो अघि झरेको सुँगुर थिएन अब यसैलाई लगेर राख्नु पर्यो बस त्यो त ट्र्याप छ त पुरै ल थुन्यो अब यसलाई निकाल्नु पऱ्यो मैले ओहो यसलाई ल खुलो म त माथि चढ्नु पऱ्यो फेरि यसलाई फेरि बन्द गर्नु पऱ्यो बस अब यसलाई लिएर उता कुनामा जाने अनि अन गरिदिने अब यसलाई फेरि अन गर्नु पऱ्यो अनि यसको हाइट बढ्छ अनि म चढ्न सक्छु माथि त्यसले नि मलाई पर्खिरहेको थियो है बचाएको भएर त्यसले मलाई पर्खिरहेको थियो क्या अब यहाँदेखि सायद मेरो पार्टनर यही हुन्छ क्या कहाँ गयो यहीँ रहेछ किनकि यसको यहाँ लोडिङ याद गर्नुभएको भएन यो राइट साइडको डाउन कर्नरमा लोडिङ हुँदा पनि त्यसकै आइरहेको छ त्यो टाढा छ त्यहाँ भ्याउँछ चढो त्यो माथि चढ्दाखेरि साउन्ड इफेक्ट पनि क्या रियलिस्टिक पुरा दिएको छ केटा पनि खुसी भइरहेछ पेट पाएर ओहो अब कता अड्क्यो त बाँच्नु पऱ्यो तल जानु पऱ्यो अलिक हाइटबाट उफ्रिनु पऱ्यो अन्डरग्राउन्डमा गयो यो चाहिँ ल हामी निस्क्यौँ बसिरहेछ ल अब चाहिँ यो मेरो भइसक्यो डोरी पनि झार्दै मेरो लागि अझै पनि हामी जङ्गलकै सेसनभित्र छौँ होइन सिजनभित्र सिन हेर दामी कस्तो दामी जाउँ भयो ब्याकग्राउन्ड सिन कस्तो दामी देखाइरहेको छ
त्यो ग्यापबाट त्यो हावाको उयो पनि क्या रियलिस्टिक क्या त्यो विन्ड ब्लो होइन सबै एकदम रियलिस्टिक टाइपको त साउन्ड इफेक्टहरू त दामी छ यसमा के छ फेरि यहाँ ल फेरि ट्र्याप गरिदिएँ त्यसलाई फेरि बचाउनु पर्ने हो मैले यसलाई त्यो उता फर्केको बेलामा यहाँ चाहिँ माथि कन्ट्रोलर भनेपछि यसलाई सार्नु पर्यो सुरुमा बस भाग 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 अन्त फेरि उता फर्किन्छ नि त्यतिखेर रोबोट हो नि त थाहा पाएन त्यसले सारेको चढो 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 देखेन है ल मैले यसलाई के गर्नु पऱ्यो खोल्दा पनि यो ठ्याक्क उता फर्किन्छ नि खोल्नु पऱ्यो बस ए धन्न यार धन्न ग्यापबाट छिर्नु सक्दैन र मात्रै ल दुईचोटि जोगाएँ है मैले ल माथि उडायो त ल डाँड बाँच्यो अब अनकन्सियस भयो कि केटा त्यही भएर अहिले अब स्क्रिन उयो देखाइरहेको छ त्यसले सपना ए खेल्नु पो गर्ने चाहिँ त्यो पनि यो त पहिले अगाडि सुरुमा त्यो केटी र यो गएको थियो नि त्यतै पो देखाइरहेको छ सेम त्यही त्यो पर्खिरहेको ए कता गएको त्यही त्यसले सब सम्झिरहेछ क्या जागो अब चाहिँ ल दियोस भइरहेको छ के उठ्न उठ्न भनेर सुन्छु त मलाई अब यो मेरो पेट बन्छ क्या यो पनि एट्याचमेन्ट भइसक्यो नि त यसको मसँग मतलब मेरो क्यारेक्टरसँग यो भाषा चाहिँ कुन मैले बुझेको छुइनँ नाम भन्दैछ म चाहिँ ला ना हो भनेर मेरो साइडको लाइट इफेक्टले अलिक ल्याङ गर्दैछ केही छैन ए के भन्नाले ए सुमसुम आउनु नि मिल्ने रहेछ ल ल जम्मा भयो के छ नि आज फेरि के भन्दैछ डबल ट्याप स्टप डबल ट्याप फलो ए कुरो अब डबल ट्याप मलाई यसलाई कहीँ राख्नु पऱ्यो भने डबल ट्याप गऱ्यो त्यहीँ बसिरहन्छ फेरि फलो गर्नु पऱ्यो भने डबल ट्याप यो मेरो पाल्तु भइसक्यो अब
अब यहाँ भनिरहेको छु माथि डबल ट्याप स्टप यसलाई यहाँ अड्काउनु पऱ्यो अनि म जानु पऱ्यो अब म माथि गएर त्यसको लागि खोल्छु फलो यसले चाहिँ लङ जम्प गर्न सक्छ क्या म भन्दा नि त्यही भएर हो फेरि यसलाई यहाँ राख्ने अनि म कता हो ए म किन त्यता गएको म त्यता जानु पर्ने यता जानु पर्ने त ओ सिट भइगयो नि त त्यहाँबाट सुनिसी जानु पर्ने म चाहिँ उल्टो गइरह ल के हो म माथि गएर त्यसलाई बोलाएर अब यहाँ जाने यसलाई स्याबास दिउँ न अब स्याबासी खोज्यो ल भयो अब जानुपर्छ हामी मिसनमा ल फेरि यसलाई यहाँ राख्नु पऱ्यो मैले यहाँ चाहिँ हामी तल जानुपर्ने रहेछ है यो आउँछ अनि यसलाई यहाँ राखेर फेरि म जानु पऱ्यो तल ए त्यो त आउनु सकेन नि त सायद म यताबाट गएर त्यसको लागि ढोका खोल्नु पऱ्यो बाटो बनाउनु पऱ्यो आउने लेट्स गो चढो यहाँ बन्द छ नि त आइज यस्तो गरेर खतरा स्विङ हालिन्छ है अब यहाँबाट चाहिँ यसलाई मैले कमान्ड दिनुपर्ने होला डोरी माथि छ कता यता माथि थिच्ने पोइन्ट यसलाई मैले काम पनि हराउन सक्ने भयो यो मेरो सपोर्टर यही हो आइज ओहो अब यहाँनिर चाहिँ मैले के गर्नु पर्यो स्वाइप डाउन अझै एकचोटि साइड गरेर अप बस किन यता आएको फेरि होइन यता त आम्पाल्दा हुन्छ अलि धेरै हाइट भयो यस्तो गरेर डाउन ल फेरि कता ओडारतिर पस्यो है अब त्यो ओडारभित्र पसेपछि साउन्ड पनि हरा यता निस्किँदा नोइज आइरहेको अब हरायो त्यो केभित्र गएपछि शान्त है के त्यो ढुङ्गा के गर्दैछ त के छ यहाँ Oh. Itu kan sana. Ke ta? पछाने रहेछ नि त के गर्नु पर्यो मैले यसलाई यहीँ राख्दिने त्यसले त्यसलाई मात्रै पछि आउँछ क्या म चढ्छु फेरि त्यहीँनिर अब बेसिकली के गर्नु पर्यो भने हरेक मिसनहरुमा मैले यसलाई युज गरेर यसको हेल्प लिँदै जानु पर्यो यति गरेपछि यो सट्टा आउँछ यो लङ जम्प गर्न सक्छ क्या यसको हेल्प लिँदै अब मैले मिसन कम्प्लिट गर्दै जानु पर्यो
यहाँ पनि के आयो यसलाई तार काट्दै उसले सो यो चाहिँ मेरो अब एकदम मिसनमा जहाँ पनि हेल्प गर्ने साथी भयो अब यो बिना मैले केही गर्न नसक्ने यहाँ कहाँ छ यसको यहाँ छ भनेपछि यसलाई अब बस स्याबास दिउँ न त्यसलाई होइन बिचरा त्यो हेल्प गरेको छ भागौँ हामी तल जाउँ पारी जानु पऱ्यो अब त्यो जम्प गर्न सक्दैन र यसलाई यहाँ दुलो छ एउटा है अब म फेरि माथिबाट जान्छु त हाम्रो यता लाइटलाई पनि बेलामा चलाउँदै गर्नु पऱ्यो अब लेट्स जम्प यस के गर्नु पऱ्यो मैले यसलाई बोलाउनु पऱ्यो लेट्स गो सो यस्तै नै रहेछ अब यसलाई यो र मसँगै मिल्दै मिसनहरू कम्प्लिट गर्दै पार गर्दै जानु पऱ्यो ल यहाँ अर्को ट्र्याप छ के गर्नु पऱ्यो यसलाई उहाँ टान्नु पऱ्यो र यो डोरी यो छ सकिन्छ आउँदैन माथि जाउँ यसको पावर काट्नु पऱ्यो हामीलाई है के छ हामीसँग अप्सन यहाँ के हो पुरा के हो यो म्याप जस्तै लाग्यो हो म्याप हो ए त्यहीँ थिच एकछिन ल अब यहाँ यसलाई काट्न लाउनु पऱ्यो मैले तल जाने यसलाई सारेर अनि अब यसको यो सोलर प्यानलमा बन्द गरिदिनु पऱ्यो यसलाई बस यति पावर कट भयो अब के गर्नु पऱ्यो यहाँबाट भने मैले यसलाई अर्डर दिनु पऱ्यो फेरि यहाँ काट्नुलाई ए त्यो त बन्द रहेछ म चाहिँ कसरी माथि जान्छ ए यसलाई यता तानेर त्यसलाई सही यसलाई सुरुमा तानेर यहाँ ल्याउँछु ठिक छ अब किनकि त्यो त्यहाँ जानै सक्दैन यहाँ मैले ब्लक छ त्यो अब यसलाई मैले के गर्नु पऱ्यो भन्दा सुरुमा यहाँ छेउमा लानु पऱ्यो साह्रै बस अब माथि चढ्ने अन्त कन्ट्रोलरलाई अन होइन सुरुमा ढोका खोल्ने त्यहीँ बसिराख्दा म अब पावर काटेर आउँछु चलो बस अब म माथि चढ्न सक्दिनँ अनि यसलाई म यहीँबाट अर्डर दिन्छु अब बस आइज सही माथि चढ्छौँ हामी फेरि एउटा आयो अब यहाँबाट चाहिँ हामी फेरि अर्को ठाउँ जान्छौँ कि कता जान्छौँ जम्प डाउन हरियाली कस्तो दामी देखाइरहेको छ ल साउन्ड सुन्दैछु है म रोबोटको
अब यसको आँखा छलेर जानु पर्यो हामी के छ अप्सन अब देख्दैन त्यसले अब उता फर्किकन टाप कुद 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 देखो देखो त्यसले त्यो आउन सक्दैन मैले यसलाई फेरि कमान्ड दिनु पर्यो चढो 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 हामी भाग्दैछौँ जाँदैछौँ अझै ओहो यो चाहिँ क्रास भएछ ब्याकग्राउन्ड म्युजिक क्या सिन अनुसार कस्तो दामी दामी हालेको छ यसमा लेट्स क्लाइम्ब अप ल फेरि यहाँ यो चढ्नलाई लानु पऱ्यो यसलाई चढो 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 ढुङ्गाले खेदाउँछ यार फेरि अब यहाँ फेरि म चढ्न सक्दिनँ माथि के छ अप्सन भन्दा यसलाई तान्नु पर्यो जाउँ माथि जाउँ ल झारौँ सारौँ अब यो जाँदैन अब के गर्नु पर्यो भन्दा यसलाई मैले अर्डर दिनु पर्यो अर्डर दिन पनि तलै जानु पर्ने छ अब यसले यो स्टोनले गर्दा यो माथि भएको छ यो स्टोनलाई फेरि सार्नु पर्यो त्यसको लागि अब यसलाई मैले यहाँ काम खटाउनु पर्यो अब के गर्नु पर्यो त भन्दाखेरि यसलाई उता लगेर छोड्नुपर्छ यहाँदेखि त ढुङ्गा आउँदैन नि त अब यहाँबाट म फेरि गएर त्यसलाई रेडी गर्छु यहाँ देखाएर चाहिँ बिचरा मेरो पेट यतै छुटो भनेर कुरिरहेछ मलाई त्यसले तर केही छैन म सकेर त्यसलाई फेरि बोलाउनै पर्छ अब माथि चढाउँ आइज आइज ल हामी यहाँबाट फेरि निस्क्यौँ है यहाँ मलाई चढ्ने ठाउँ चाहियो के गर्छु म यसलाई भन्दाखेरि यसलाई यहाँ चढ्न लाउने अनि म जान्छु फेरि उता चढो 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 हामी जान्छौँ पारी पारी गएर चिसोले गर्दा ड्राई भइरहेछ जाउँ 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 ओ फेरि रोबोटको आएको छैन है अब यहाँ कसरी कट्ने त यसमा यो त यति मात्रै कुद्छ अब मेरो पेटलाई फेरि चारो बनाउनु पर्ने भयो मैले भाग 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 भाग
छिटो 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 ल फेरि यहाँ अर्को कुरो छ के गरौँ यसलाई उता फर्किन्छ नि यसलाई माथि पठाउँछु म अब यहाँनिर चाहिँ फेरि एकदम गरेर है यसलाई झार्नु पऱ्यो यसलाई त्यतिकै झार नि यसले थाहा पाइहाल्छ छिटो ट्राई गरौँ ल मारिदिइहाल्यो नि ओहो अब यसलाई के गरौँ त भन्दाखेरि यसले थाहा नपाउने तरिकाले त थाहा पाइहाल्छ अब म आफैले चारो बनाएर बनाउँछु मलाई के गर्नु पऱ्यो भन्दाखेरि म यहाँ कुदेर गएर लुक्नु पऱ्यो कि बस यतिकोमा बस्नु मलाई लाग्दैन देखो त्यसले मलाई देख्नु पऱ्यो है देखेन यार देखो लेट भयो लेट छुस मिस्टेक भइगयो नि यार त्यसलाई मार्नु पऱ्यो मैले आफू नमरी पाक यतिमा बस्दा देख्छ होला नि त हौ कास चाहिँ नदेखेको यार यतिको मात्रै देख्छ मलाई लाग्दैन फेरि लाग्दैन होला रेडी है रेडी पासो थापेर बसेको छिटो ए मारियो नि यार अब मैले के गर्नु पऱ्यो अझै छिटो काट्नु पऱ्यो यसलाई खास त टाइमिङ एकदम टाइमिङ मिलाउनु पर्ने भयो यहाँ हो यहाँ साइडमा उभि बस काटिदियो ए यार फेरि सेम भयो मिस्टेक लास्ट चान्स है अब लास्ट चान्स है यो पालि चाहिँ ट्याक्कै पठाउनु पर्यो अब भाग म पनि कुद्छु यसलाई बोला काटिहाल आया बस सही होला फाइनली कट्यो ल माया पनि गरौँ न हल्का त्यो काम गरेको छैन चलो यो चाहिँ मेन हो क्या क्यारेक्टरलाई फेरि याद आयो यो चाहिँ मेन उयो हो क्या मेन बेस तिनीहरूको त्यहाँ जानुपर्ने म कुद्दै ओहो ए झऱ्यो यार कहाँ गयो ल अब हामी अन्डर वर्ल्ड लाइट चाहियो यसलाई पनि राख्नु पर्यो कता हो फेरि यहाँनिर बोलाउनु पर्यो त्यसलाई एकदम यसलाई युज गर्दै यसलाई आफूलाई चारो बनाउँदै जानुपर्ने छ त्यो लाइट चाहिँ फेरि त्यसले थिच्दा मात्रै खुल्छ क्या मैले थिच्दाखेरि खुल्दैन यहाँ अब त्यसलाई म बोलाउँछु त्यो आएपछि फेरि लाइट बल्छ
ओहो अब फेरि यहाँ छ लाइट यसलाई म अर्डर दिन्छु अन्त दौडिरहेको छु ल आइज अब अहिले साउन्ड पुरा त्यो भित्र भयो नि त यो अन्डरग्राउन्ड अनि त्यस्तै आउँदैन अब यहाँ फेरि अर्को जाइन्छ के गर्नु पर्यो यसलाई यसलाई हामीले ट्र्यापमा लानु पर्यो कसैले अन्त यसलाई म यहीँ छोड्छु आयो भाग यहाँबाट हामी भाग्छौँ अब ए भ्याइहाल्यो नि यार त्यसलाई त्यतै अड्काएर राख्नु पर्यो अब मैले के गरौँ त पक्कै नै हामीले यो लाइट युज गर्नुपर्छ त्यसको लागि के गर्छु म भने आइज भाइ यसलाई म अर्डर दिन्छु यता यो भाग्दैछ बस यो लाइटमा आउनु सक्दैन क्या मैले यसको लागि बाटो खोल्नु पर्यो फेरि यहाँ यसले फेरि अब यहाँनिर डोरी हाल्नु पर्यो त्यसले सुन्छ भनेको त बिस्तारो बोलिरहेको क्या झन्डै खाएर ल यो पनि पार भयो आइज ल हामीले यो अन्डरग्राउन्ड पास गऱ्यौँ है खतरा छ त यार ल यो ब्लक छ अनि के गर्नु पर्यो यसलाई यहाँ जान्छ डर खुला ल यो चाहिँ कि जस्तो काम गरे क्या यसले मलाई अब क्या दामी म्युजिक छ नानी जनेको के देखाएर के त यहाँ यस्तोहरूमा चाहिँ फेरि यो लुकाएको हुन्छ क्या रहस्य मतलब सिक्रेट्सहरू अब यसमा हुन्छ नि के छ ल हामी कहाँ आइपुग्यौँ है बा के हो यो फेरि एकचोटि हो खतरा छ खतरा ल अब चाहिँ यहाँ के छ भने यिनीहरू कोड जस्तो हो यो कोडलाई डिकोड गर्नुपर्यो हामीले त्यो अघि बत्ती बलेको ठाउँमा त्यहाँ थियो क्या यस्तै सिम्बल सो अब फेरि हामी एकचोटि चेक गर्छौँ यसमा के छ
ए यहाँनिर एउटा छ, यहाँनिर एउटा छ। सो यो पनि छुट्टै छुट्टै छ है। माथिकोमा 3टा 2टा, यसमा 2टा एउटा। ल 3टा 2टा 2टा एउटा। यसलाई गएर मिलाउँ सुरुमा। यता नि माथि जाने ठाउँ छ, अहिले सुरुमा यो मिलाउँ भने त्यसपछि हामी एचएमएललाई कुनको थियो यो यता राइट साइडको यसको यो 3टा थियो। यस तलकोमा यसमा 2टा एउटा। बस यहाँ पनि के छ, यहाँ पनि छ। ल यो माथिको हो, यसमा कति छ, एउटा बिचमा राख्नुपर्ने छ। जम माथि यसलाई मिलाइहालौँ। यसलाई बिचमा बस। अब यता तलै जाउँ, यता एउटा। अब यसको पक्कै पनि यो सुरुको लागि चाहिँ यतै छ क्या। माथि पनि जाने ठाउँ छ नि त। चिसो खाएको ढ्याउ आयो त्यहाँ। कहाँ पुगौ केही देखिँदैन नि त। बस त्यहीँ बस। ओ माथि हो। ल हामीलाई अर्को कोड पनि पायौँ है। यसको कोड भनेको हाम्रो 2टा सबैभन्दा अगाडि सार्नु। बस आइज मेरो पेट। अब यसलाई दामी भयो त म्युजिक त। ए ढोका खुलो बल्ल। ल हामीले त्यो मिसन पार गऱ्यौँ। के छ यहाँनिर? ल अहिले के भेटाएँ मैले? अब जादुई अंडा हटा जस्तो। मेरो पेटको जादु है यसमा। ल जाउँ हामी अब। आइज बन्द हो त। यसले मेरो पेटको देखाइरहेको छ सिम्बल। खतरा हो नि मेरो पेटी। पुरा कन्ट्रोल गरिदिन्छ अहिले सबै। कुदो कुदो कुदो। ए म छिर्दिनँ यार, यसलाई पठाउनु पर्यो अब। बस म यताबाट आउँछ। आइज माथि चढ्नु पर्ने। यता के छ हेरौँ न। लेट्स गो। ल यहाँ त जाइन्ट छ त। यसलाई नि कन्ट्रोल गर्नु पर्यो यसलाई नि। यहाँ सनलाइट अफ गरेपछि यता यो निन्द्राबाट उठ्यो। मैले गर्दा छैन काम, यसलाई लानु पर्यो। अब यसलाई कन्ट्रोल गर्नु पर्यो मैले। म यता बस्छु सुरुमा। यसलाई तानेर अनि म माथि चढेर जानु पर्यो। अब चढेर यस। अब फेरि यहाँ माथि चढ्नु पर्यो। अनि यसलाई नै अब सही हो। आइज खतरा छ मेरो पेट। के अरे स्याबासी दिउँ न। ल जाउँ फेरि हाम्रो मिसनमा सुरु।
के हो यहाँ ल ल घाम देख्यो है घाम देख्यो अब ल अन्डरग्राउन्ड मिसन सक्यो फेरि हामी ग्राउन्डमा आयौँ बोलाउँदैछ त्यसको साथी दिदी साथी के हो त्यही नाम बोलाउँदैछ यहाँ स्लाइड जम्प केही छ कति टाढोसम्म छ मेरो पेटलाई चाहिँ त्यहाँ लगाएर राखिराख्नु पर्छ अनि म यसलाई खोल्छु कता के भयो यसलाई त यहाँ राख्नु पऱ्यो नि त मैले अनि म उता घुमेर फेरि आउनु पऱ्यो माथि चढ्नलाई चढो चढो Olay, muy. Muy. यहाँ के छ हिमालय माथि त चढ्नु पर्यो तर कसरी चढ्ने ए यो फेरि माथि आउन नसक्ने हो नि त नि अब यसको लागि मैले त्यहाँ बाटो खोज्नु पर्यो एकछिन अलिक स्विङ भएन ला बस माथि यहाँबाट चढेर गयो त फेरि म तल जान्छु ए अँ अनि त्यसलाई त ल्याउनु सक्छु नि त म बस यसलाई यहाँ राख्ने म जान्छु उता नि चढो 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 मेरो पेटलाई त बोलाउनै बेसी राख्यो त्यसले मलाई डोरी दिन्छ नि त यहाँ आएर Cielo. के छ यता केही छ केही नै छैन अनि फेरि जान्छौँ यतैतिर Muy. Olay. ए अड्के भएछ बिचरा फेरि साउन्ड आयो हेर के आउँदैछ है क्या ओहो रोबोट आयो फेरि टाढा आउँछ त्यो ए त्यो त्यहीँ बसेको भयो यार यसलाई अब डिस्ट्र्याक्ट गर्नु पऱ्यो नि त मैले त्यसलाई यहाँ पठाउनु पऱ्यो मैले त्यो नहेरेको बेला हेरेको बेला गयो भने त भ्याइदिइहाल्छ फर्की बस अब म चाहिँ माथिबाट जानु पऱ्यो अनि यसलाई माथि पुगेर चाहिँ डिस्ट्र्याक्ट गर्नु पऱ्यो त्यो युज गरेर उता हेर उता हेर
छिटो 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 जा छिटो जा ल अब यसको पाली देखो 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 भाग 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 चलो चलो चल नहीं दिखेगा तेरे ओ शिट कांड गट्टा यार चढ़ने भी आई देखो फिर यहाँ आएगा 今キャラキャラ त्यो अहिलेको मोती चाहिँ यिनीहरूलाई कन्ट्रोल गर्न रहेछ क्या झन्डै मार्दै यार ऊबाट